आज चाहिँ यहाँ अचानक इन्द्रेणी देखेको रहेछ अनि एकदमै राम्रो। अनि इन्द्रेणीको 7 रङ हुन्छ भनिन्छ। अनि यो चाहिँ एउटा रिफ्लेक्सनको कारणले देखिने गर्छ। हामी सबैलाई थाहा भएको कुरा। ल हेर्नुस् है, कति राम्रो है, अद्वितीय कुरा। यो अचम्मको सृष्टि छ यो संसार। परमेश्वरले गर्नुभएको सृष्टि एकदमै सुन्दर, कति आनन्द लाग्दो छ। ओ परैसम्म देखिराखेको छ। यताबाट देखिन्छ, देखिँदैन, यताबाट देखिँदो रहेछ। यता आएपछि अब यति यहाँनिर यतिमा आएपछि चाहिँ फेरि देख्दो रहेछ हैन। छेउमै जाँदाखेरि अझ छेउमै यार कस्तो बब्बाल देखिन्छ। जति छेउमा गए पनि देखिँदो रहेछ। ल हेर्नुहोस् त, अझै छेउमा गएर पनि म देखाउने कोसिस गरिरहेको छु। अझै छेउ, अझै नजिक, पानीमै गएर पानीले भिजेँ म, तर पनि खिच्दैछु है। ल यो चाहिँ हाम्रो म्याङ्लोङ पिप्लेमा देखिएको दृश्य देखाएँ।